गाइजहरू नमस्ते। म चाहिँ कपडा लगाउँदैछु। कपडा लगाएपछि किनमेसले टक्क लगाएर देखाएँ। प्लमको सनस्क्रिन र मोइस्चराइजर लगाउँदैछु। प्लमको मोइस्चराइजर चाहिँ लगाएर टक्क पोतेपछि चाहिँ अब म फेरि सनस्क्रिन पोतेछु। सनस्क्रिन पोतेपछि चाहिँ मेरो हेयरफल लास्टै भइरहेको कारणले चाहिँ मैले जिनाको थर्ड आईवाला चाहिँ सेरम लगाएँ। त्यसपछि लगाएर चाहिँ मसाज गर्दैछु। टाउको मसाज गर्दैछु। मसाज गरे अनि थाक्यो। फेरि काहीँ कोरिरहेको कपाल कोरेपछि चाहिँ मैले फेरि एन्ड्रोडिल भन्ने चाहिँ डर्माटोलोजिस्टले दिएको चाहिँ मैले हेयर सेरम लगाउँदैछु। एन्ड्रोडिलको हेयर सेरम लगाएँ। त्यसपछि चाहिँ रुँदै पनि म एक्सटे हे भगवान् कपाल आइदियोस् पनि भनिरहेको। अनि कपाल सपालमा फेरि जुरो बनाएँ किन नर्सिङ स्टुडेन्ट हो नि त म। अनि त्यसपछि डबल ड्युल मलाई यति रिस उठायो गाइजहरू मलाई आज बिहानभरि। अनि त्यसपछि सक्स लगाएर सुस लगाएपछि चाहिँ अनि म टक्क आइडी भिर्न पऱ्यो। फेरि नर्सिङ स्टुडेन्ट प्रपर युनिफर्म भन्नु पऱ्यो। प्यान्ट स्यान्ट खाएँ, एप्रोन टक्क झोलाभित्र हालेर अनि हालेँ कति लामो हालेको हौ हालेँ। त्यसपछि फाइनली कलेजको झोलाभित्र हालेर मैले चाहिँ अनि टक्क लाएर भिरेपछि थम्स अप नि गरिरहेको। त्यसपछि म होस्टेल बसिरहेको गाइजहरू। यो चाहिँ मेरो होस्टेल हो। म होस्टेलबाट तल झरेर बाटोबाट निस्केपछि चाहिँ बल्ल म बोल्न थालेँ। फाइनली मेरो आवाज निस्कियो अनि म बोलेर कपाल सपाल मिलाउँदैछु। त्यसपछि चाहिँ म फाइनली कलेज पुगेपछि चाहिँ मेरो साथीहरूले हाई पनि गरिदिनु मेरो ब्लग भनेर। अनि त्यसपछि अर्को मेरो प्यारो साथीहरू आइसक्यो। मेरो चाहिँ कान्ति पोस्टिङ भइरहेको अहिले। अनि बाल कान्तिमा पुगिसकेपछि हामी चाहिँ अब पोस्टिङको लागि छुटेर चाहिँ जाँदैछौँ। अनि पोस्टिङमा पुगिसकेपछि नाचेको अरे। अनि पोस्टिङ सकाएर गाइजहरू हामी चाहिँ फाइनली बाहिर निस्किसक्यौँ। अनुसार साइनिङ अफ, बाई।